दिनको कुरा हो। अञ्जली बजारबाट घर फर्किरहेकी थिइन्। बाटोमा उसले एउटा सुनको औँठी भुइँमा खसेको भेटिन्। अञ्जलीले त्यो औँठी उठाइन् र लगाएर घरतर्फ लागिन्। बाटोमै उसलाई उसकी एक साथी भेटिन्। अञ्जलीले केही बेर कुरा गरिन्। जब उनी बिदा हुन लागिन् र हात मिलाइन्, त्यतिकैमा उसकी साथी अचानक ढुङ्गा जस्तै कठोर भइन्। यो देखेर अञ्जली निकै डराइन् र रुँदै भाग्दै घर पुगिन्। घर पुगेपछि अञ्जलीले सबै कुरा आफ्ना बुवालाई सुनाइन्। तर त्यतिकैमा उनको हात बुवालाई छोयो र उनका बुवा पनि ढुङ्गा जस्तै भइदिए। यो देखेर अञ्जली झन आत्तिइन् र दौडिँदै प्रेम मन्दिर पुगिन्। त्यहाँ गएर अञ्जलीले भगवान श्रीकृष्णको अगाडि बसेर सच्चा मनले पूजा गर्न थालिन्। उनको भक्तिबाट प्रसन्न भएर भगवान कृष्ण प्रकट हुनुभयो। अञ्जलीले सबै कुरा उहाँलाई सुनाइन्। त्यसपछि भगवान कृष्णले भन्नुभयो, बाटोमा भेटिएको कुनै पनि चिज कहिल्यै पनि नलगाउनु। यो सबै समस्या यही औँठीका कारण भएको हो। तुरुन्त यसलाई खोल। अञ्जलीले तुरुन्त औँठी फुकालिन्। त्यसपछि भगवान कृष्णले उनलाई पवित्र गङ्गाजल दिनुभयो। अञ्जली दौडिँदै घर पुगिन् र त्यो गङ्गाजल आफ्ना बुवामाथि छर्किन्। केही क्षणमै उनका बुवा फेरि पहिले जस्तै सामान्य हुनुभयो। यो देखेर अञ्जली बुवाको काखमा परेर रुन थालिन्। सन्देश: बाटोमा भेटिएको वस्तु प्रयोग गर्नुअघि सधैँ सोच्नुपर्छ, किनकि त्यसले अनपेक्षित समस्या ल्याउन सक्छ।